नमस्ते। आज पनि म कविता वाचनको लागि आइसकेको छु र आज चाहिँ मैले कविता वाचन गर्ने कवि हुनुहुन्छ नवीन प्यासी। उहाँको एउटा कविता वाचन गर्न गइरहेछु। कविताको शीर्षक तिमीसँग भेट नभएको भए। तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू, विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू, लेख्ने थिएन हाम्रो सम्बन्धको आयोभन्दा धेरै सुसाइड नोटहरू। आँसुले छातीमा हिर्काएर जाने थिएन, शब्दहरू घाँटीसम्म आएर अड्किने थिएनन्, झरीले रुजेको कागज जस्तो हुने थिएन ऊ, बेपत्ता हुने थिएनन् उठको कुनाबाट मुस्कानहरू। तिमीसँग भेट नभएको भए बिथुल्ने थिएनन् विगतले, जन्मिने थिएनन् सपनाहरू, भेट्दिन थिए तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू, तिम्रा आँखाबाट देख्दिन थिए हिँड्नुपर्ने बाँकी बाटाहरू। तिमीसँग भेट नभएको भए अल्झन्न थिए म तिम्रो पैतालामा र पछ्याउँदिन थिए तिमीलाई सुदूरसम्म पुग्नका लागि। तिम्रो गरम सासहरूले निथुक्क भिज्ने थिइन म, तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए। तिमीसँग भेट नभएको भए एउटा यात्रा आफू खुसी हिँडिरहन्थ्यो, एउटा मान्छे आफू खुसी बाँचिरहन्थ्यो। तिमीसँग भेट नभएको भए छुट्टिने त्रासले निस्किँदैनथे सुस्केराहरू, कसैलाई गुमाउने भयले थड्किँदैनथ्यो मुटु, प्रेमको तापले यसरी पक्लिँदैन थिए म। यसो सोच्छु तिमी प्रतिको गुनासोहरूलाई पौरै राखेर सोचिबस्छु म। तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दुःखलाई छिचोल्ने साहस, तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहेछौ कि तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थे म। धन्यवाद।